हे गाइज वेलकम ब्याक टु माई च्यानल। अन्त आज चाहिँ धेरै टाइमपछि म सर्ट्स बनाउँदै थिएँ, हल्का बिजी चलिरहेको भएर। अनि म चाहिँ आज बनाउन गइरहेको छोला समोसा। अनि मैले चाहिँ छोला समोसा फर्स्ट टाइम बनाउन गइरहेको छु। यो चाहिँ केराउ र आलुको बनाउँदै थिएँ। अनि मैले मसलाहरू सबै हालेँ, सिटी लाउनुको लागि छोडिदिएँ। अनि साइडमा म बनाउँदै थिएँ खाजा। यो चाहिँ म पछिको लागि चाहिँ प्रिपेरेसन गरेर आएको थिएँ हल्का फुल्का। अनि यता चाहिँ मैले स्यान्डविच जस्तो बनाएर खाएँ। अनि साइडमा मैले पिठो गुँदेर पनि राखिसकेको थिएँ। अनि साँझ परेपछि मैले सबै कुरा बनाउन रेडी गरेँ। अनि यता चाहिँ मैले सब्जी बनाइसकेको थिएँ छोलाको लागि। अनि चाहिँ यो चाहिँ मैले आलु चाहिँ सुरुमै सिटी लगाइसकेको थिएँ नि त धेरै, अनि त्यहीबाट चाहिँ छुट्याएको थिएँ। अनि यहाँ चाहिँ मैले तेलहरू निकालिसकेको थिएँ समोसाको वरिपरि लाउनको लागि। अनि त्यसपछि मैले चाहिँ यहाँनिर सेप बनाउँदै थिएँ। मलाई चाहिँ सेप बनाउनु आउँदैन, न त मलाई गोलो बनाउनु आउँछ। त्यही भएर मैले चाहिँ खानाको लायक होस् भनेर चाहिँ बनाउँदै थिएँ। अनि मैले चाहिँ यहाँ सेप कसरी बनाउने भनेर अझै स्ट्रगल गर्दैछु, सिक्दैछु। जसोतसो मैले बनाएँ। अनि मेरो चटनी पनि रेडी भइसकेको थियो, बस मिक्सरमा ग्राइन्ड गर्न बाँकी थियो, मैले त्यो पनि पिसेँ। अनि हाम्रो सबै खानेकुरा रेडी भइसकेको थियो। यो चाहिँ छोला थियो, अनि यो चाहिँ मैले प्याज र निम्बु साइडमा, अनि यो चाहिँ हल्का दालमोट माथिबाट हाल्दै चटनी, अनि समोसा चाहिँ इग्नोर गरिदिनु होला, मिठो चाहिँ मिठै भएको थियो। अनि बुढा आइसकेपछि चाहिँ मैले सबै कुराहरू हालेर सर्भ गरेँ उसलाई। ऊ चाहिँ भर्खर ड्युटीबाट आएको थियो, थाकेको थियो। अनि उसलाई चाहिँ एकदम मिठो लागेछ। उसले त थपी पुरै समोसा त 3टा मात्रै बचाएको थियो क्या यत्रोमा। अनि उसलाई एकदम मन परेछ, धेरै टाइमपछि समोसा खाएको भन्दै थियो। अनि समोसा चाहिँ त्यस्तो क्रिस्पी त थिएन, बट खानुको लायक चाहिँ थियो। अनि हामीले चाहिँ समोसा इन्जोय गऱ्यौँ। द्याट्स इट फर टुडे। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन द नेक्स्ट भ्लग। बाई बाई।